हेलो गाइज, वेलकम टु माई ब्लग। तपाईँहरूले देखिहाल्नुभयो यो एउटा हरियाली ठाउँमा हामी घुम्न आएको होइन। यहाँ यतापट्टि मकै बारी रहेछ। यो चाहिँ के को बोट हो नि, कस्तो दामी तरिकाले फुल्न चाहिँ फुलेर छ होइन। फुल्ने ठाउँहरू फुलेर चाहिँ यहाँबाट चाहिँ कताबाट हो तार लगेर प्लान्टेसनको काम गरिरहेको छन् होइन। अनि यो चाहिँ तार भनेको चाहिँ के को तार हो भने बिजुली लगेर चाहिँ कताबाट हो भने उताबाट तानेर लगेर चाहिँ यो हुक सायद हुकै गरेको हुनुपर्छ, त्यो चोरी गरेको क्या खास कुरोमा। अनि यतापट्टि हेर्नुहोस् हुन्छ यो मकैकोमा पानी पनि लाउँदैछ नि। यतापट्टि उतापट्टि केराखेती छ होइन। अनि हामी चाहिँ अहिले घुम्न भनेर निस्किरहेको छौँ, भाइ र म। यहाँ पछाडि भाइ साइकल कुदाउँदैछ होइन। अनि यहाँ हेर्न सक्नुहुन्छ तपाईँहरूले, कति मान्छेले चाहिँ माटो काटेर लगाए जस्तो छ यो होइन। त्यस्तै छ त होइन। यो माटो काटेर लगेको हो चुलो बनाउन। चुलाहरू अब घर लिप्नहरू न सबै प्रायः जस्तो मान्छेहरूले माटो काटेर लिएर गइहाल्छन् होइन। अझै तपाईँहरूले भ्यूहरू अझै देख्न सक्नुहुन्छ। यहाँ हेर्नु होइन, भ्यूहरू यहाँ कस्तो दामी फुल फुलेको छ क्या। फुल खतरा फुलेको छ होइन। यतापट्टिहरू चाहिँ सिँचाइको कामहरू भइरहेछ होइन। यहाँबाट यहाँ पनि यस्तो मजाले फुलेको छ, सेतामै भएको छ होइन। तपाईँले देखिहाल्नुभयो होइन। अनि अहिले चाहिँ हामी मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नबिर्सिनु होला। नयाँ भ्लगहरू बनाउन पनि तपाईँहरूले सेयर सब्सक्राइब गर्नुभयो भने मलाई उत्प्रेरित आउँछ क्या। नयाँ भ्लगहरू बनाउन मन लाग्छ, नयाँ कन्टेन्टहरू बनाउन मन लाग्छ। अनि तपाईँहरूको एउटा सानो लाइक, एउटा सानो सब्सक्राइबले गर्दाखेरि म नयाँ भ्लगहरू तपाईँको लागि फेरि तयार गर्नेछु। हस्त, धन्यवाद।